Hi guys, welcome to new day, new my vlog. आज फेरि हामी चाहिँ घुम्न निस्किसकेका छ। अस्तिदेखि हामी थानकोट जाने कुरा गरिरहेको थियौँ। थानकोट आज पुगिसकेर पनि यहाँदेखि यस्तो रमाइलो छ। आज हामी भिजिट गर्न लागिरहेका छौँ। थानकोटको यस्तो यो वातावरण चाहिँ यस्तो हामी चाहिँ घुम्न हिँड्न लागिसकेका छौँ। के छ सब आशा गर्छु सबै सन्चै हुनुहुन्छ होला। मैले चाहिँ रोड क्रस गर्दैछु। यस्तो बब्बाल चाहिँ रोड यस्तो खतरा तरिकाले म गइरहेको छु। हामी मन्दिर पो जाने भनेर भन्नुहुन्छ क्या, यहाँ त्यही भएर जान लागेको। रोड त्यतातिर रोड चाहिँ खतरा लास्टै बब्बाल खतरा लाग्यो क्या, त्यही भएर पनि म भिडियो आज गर्न लागेको छु। भिडियो हेरिदिनु होला होइन। सबै जो जतिले मेरो युट्युब सब्सक्राइब गरिसक्नु भयो त्यसलाई धेरै धेरै धन्यवाद। जो जसले पहिलादेखि सब्सक्राइब गरिसक्नु भएको थियो त्यहाँ कमेन्ट गरिदिनु होला होइन। जो जसले सब्सक्राइब गर्नुभएको छैन सबैले सब्सक्राइब गरिदिनु होला। यस्तो गाउँठाउँ जस्तो लाग्ने क्या यताको पुरै भ्यू चाहिँ है। क्यामेरा खासै क्वालिटी त्यति राम्रो छैन, तैपनि मैले चाहिँ अब क्वालिटीले मात्रै राम्रो भन्दैन नि भनेर मैले जताततै भिडियो गरिरहेको छु। जस राम्रो रमाइलो यत्रो ठुल्ठुलो ट्रकहरू चाहिँ जान्छ कि यो ट्रक चाहिँ विशेष यो थानकोट हुँदै पश्चिम जाने नाका, पश्चिम मात्रै नभएर पूर्वीको पनि अधिकांश ठाउँ जान्छ है। यो यस्तो राम्रो रोडमा चाहिँ यति ठुल्ठुलो सवारीहरू जान्छ क्या। माथि देख्न सकिन्छ नि त चन्दागिरी, जुन चन्दागिरी भनेर तपाईँहरूले पनि देख्नुभएको होला। मान्छेले अति राम्रो र काठमाडौँ आएपछि मान्छेले त्यहाँ जान्छन् है। अधिकांश जाने ठाउँ मात्रै चन्दागिरी भन्ने हो। यस्तो बवाल तरिकाले मान्छे चाहिँ केवल काठहरू पुरै तलमाथि गरिरहेको छ क्या। म नजिकमा गइसकेपछि देखाउनु छु तपाईँहरूलाई है। यस्तो राम्रो छ। दार्जिलिङ सिक्किम भन्थ्यो क्या मान्छेहरूले, त्यस्तै छ गाइज। त देख्न सक्नुहुन्छ काठमाडौँको यो कुन थानकोटदेखि खिचेको भ्यू हो है। यस्तो राम्रो बब्बाल तरिकाले गाउँघरको याद मेटाउने खालको गाउँ छ पर पारितिर चाहिँ। त्यो छ चन्द्रगिरी जाने बाटो, यसको रनवे चाहिँ यति फराकिलो यति राम्रो छ। यता देख्न सक्नुहुन्छ यत्रो राम्रो गाउँघर, पुरै गाउँघर जस्तै देखिन्छ क्या चन्द्रगिरीको। म भ्यू चाहिँ पुग्न लागिसकेँ। म पुगिसके पछाडि यस्तो बवाल तरिकाले देखाउने छु। आफू म यत्तिकै निराश छु। राम्रो तरिकाले गइरहेको छ। यस्तो राम्रो बाटो रहेछ क्या यो, तर धेरै राम्रो भएको रहेछ अरू ठाउँभन्दा चाहिँ। यो चन्द्रगिरी जुन थानकोट साइड चाहिँ धेरै राम्रो भएको रहेछ बाटो, ब्रिजहरू चाहिँ यस्तो राम्रो देखिन्छ गाइज। यत्तिकै आउने जाने मान्छेको चाहिँ त्यो लड्को छ क्या। आज फेरि विशेष शनिबार पनि हो, शनिबार भए पनि मान्छे यति निराश छ। माथि सानो देखिरहेको छ चन्द्रगिरी केवल कार है गाई चाहिँ। यस्तो टुरिज्म बसहरू चाहिँ आउँदो रहेछ क्या यो साइड, यति टुरिस्ट आउँदो रहेछ होइन। आन्तरिक बाह्य गरेर धेरै टुरिस्ट आउँदो रहेछ क्या, टुरिज्म क्षेत्र रहेछ है। चन्द्रगिरीको जुन केवल कार भनेर चाहिँ मान्छेले भन्छ। माथि सानो गइरहेको छ धल्ला डल्लाहरू माथि डाँडाको हो है। विशेष यो चन्द्रगिरी केवल कारको हाउस चाहिँ यता पर रहेछ होइन। यति राम्रो छ क्या, देख्न सक्नुहुन्छ गाइज है। फुल भिडियो हेरिदिनु होला। यति प्रकारको भिडियो आएको छ क्या चन्द्रगिरी। आज हामी चन्द्रगिरी केवल कार चढ्नु चाहिँ होइन, यसो हेर्नु लागि आएको मात्रै हो। एक दिन हामी जान्छौँ पुरै त्यो चन्द्रगिरी केवल कार चढ्न पनि जान्छौँ। यस्तो राम्रो रहेछ क्या यता छ चन्द्रगिरी, जुनदेखि चाहिँ मान्छे केवल कार चढ्दो रहेछ। त्यस्तो बब्बाल तरिकाको रोड छ क्या। फेरि खतरा छ गाउँघरको जस्तो छ यात्रा चाहिँ, तर अत्यन्तै सुन्दर। अत्यन्तै म अहिलेसम्म आएको थिएन, फर्स्ट टाइम आइरहेको छु। पहिलोचोटि आएकोले यस्तो आनन्द लागिरहेको छ कि आज एकैछिनमा पनि गएर हेर्नेछु भन्ने एउटा जमर गरेको छु। धेरैजना छन् हामी यस्तो तरिकाले गइरहेको छ। म चाहिँ अल्छी तरिकाले हिँडिरहेको छु पुरै चन्द्रगिरी। तिमी नआऊ, तिमीको म 1K पुऱ्याएको उपलक्ष्यमा तिमीलाई देखाउँछु क्या मेरो वाइफ भनेर। हुन्छ गाउँ गयो भने म अवश्य तिमीलाई देखाइदिन्छु। यस्तो छ है चन्द्रगिरीको जुन केवल कार। मान्छेले भन्छ नि काठमाडौँ आएपछि चाहिँ एक दिन मान्छे चढ्छ क्या। यस्तो खतरा तरिकाले मैले चाहिँ पुरै ब्लग बनाइरहेको छु। पुरो ब्लग आज चन्द्रगिरीको हुनेछ रहनेछ। यस्तो राम्रो तरिकाको उकालो चाहिँ हामी जान्छौँ आज। यस्तो बब्बाल तरिकाले हिँड्नु परेको छ आज है गाइज।
यस्तो छ गाउँघरको जस्तै यात्रा छ सबै गाउँघरको जस्तै छ रमाइलो हरेक हरियालीहरू होइन गाउँघरमा हिँडेको जस्तै घरहरू छ यस्तो बब्बाल तरिकाले राम्रो छ पारितिर देख्न सक्नुहुन्छ गाउँ जस्तै गाउँ यता छ चन्द्रगिरी साइड है बब्बाल तरिकाले आइरहेको छ आज चाहिँ गाइस देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ गाइस काठमाडौँको धरहरा साइड त धरहरा साइड चाहिँ देखिरहेको रहेछ काठमाडौँको अधिकांश ठाउँ चाहिँ यहाँ देखिँदो रहेछ क्या यस्तो राम्रो चन्द्रगिरीको तर मान्छेले भिडियो बनाएको चाहिँ मैले देखेको छैन अहिलेसम्म ब्लगमा म एक दिन बनाउँदैछु यस्तो खतरा तरिकाले आफै चढेर पनि तर मैले नदेखेको होला सायद के बनाउनु दिन्छ होला मान्छेले अधिकांशले भिडियो बनाइरहेको देख्छु बनाउनु दिन्छ होला तर मैले चाहिँ देखिनँ है आज हामी चढ्नुलाई होइन हामी हेर्नलाई मात्रै घुम्ने यसो एकैछिन गएको पैसा छैन त्यही भएर चढ्न भने पनि सकिँदैन अलिक महँगो भइसकेको रहेछ त्यही भएर पनि के यत्रो लाइन बसेछ क्या मान्छेहरू होइन यति राम्रो गेट रहेछ यसको फेरि चन्द्रगिरी जुन प्रवेशद्वार चाहिँ यही भन्नु रहेछ क्या यति राम्रो गेट उसको रहेछ म पनि पुरै बब्बाल तरिकाले आज चाहिँ चन्द्रगिरी जान्छु भनेर आज आउनु चाहिँ चन्द्रगिरी आउँछु भनेर गएको होइन हिजोसम्म चाहिँ त्यत्तिकै घुम्न आउने त्यत्तिकै ऊ भनेर आएको थियो आज चाहिँ ठ्याक्कै त आइपुग्यो क्या यस्तो खतरा भिडियो रहेछ क्या हेर्न सक्नुहुन्छ म घुम्दै आएको छु अब पुरै कसम गाउँघर जस्तै लाग्यो क्या यस्तो राम्रो रहेछ क्या यति राम्रो छ है उसको भ्यू चाहिँ है गाइस देख्न सक्नुहुन्छ के भन्छ गेट सिंहदरबारको जस्तो छ क्या तलतिर काठमाडौँको अधिकांश बाघ भन्दा पनि यता खानकोट साइडको बाघ हो है यहाँ म प्रवेश गरिसकेँ बस्नु रहेछ भिडियो खिच्न पाइन्छ होला त्यस्तो केही छैन म चाहिँ पुरै निजर टल्काएर यता हिँडिसकेको छु रमाइलो रहेछ कसम हो क्या यस्तै रमाइलो रहेछ क्या म एक दिन जान्छु भनेर सोचेको थिएँ आज ठ्याक्कै दिन जुडेछ क्या यस्तो बबाल तरिकाले यस्तो राम्रो क्या फेरि है ठाउँहरू हेर्नु यति राम्रो यस्तो रोमणीय ठाउँ रहेछ क्या यता छ यत्रो सबै ब्यानर तालिरहेको छ ब्यानर पनि तालिरहेको छ यहाँ पनि यस्तो खतरा तरिकाले आइरहेको छ क्या गाइस देख्न सक्नुहुन्छ क्या यतितिर यस्तो बबाल तरिकाले यस्तो खतरा तरिकाले यो के को फेरि फुल फुलिरहेको रहेछ यो देख्न सक्नुहुन्छ क्या ओ यस्तो राम्रो रहेछ यति राम्रो रहेछ क्या चन्द्रगिरीको चाहिँ पुरै भ्यू चाहिँ यति राम्रो रहेछ क्या देख्न सक्नुहुन्छ मान्छे पुरै लाइन टु लाइन बसिरहेको रहेछ क्या कसम चाहिँ यति राम्रो छ भने मैले थाहा थिएन कि यस्तो राम्रो छ सबैले भनेको चाहिँ सुनिरहेको तर म आएको थिइनँ फर्स्ट टाइम हो मेरो यता यात्रा पुरै मान्छे थियो हेर्नु टिकट काटेर माथि चढ्नु के भन्छ केवल कार चढ्नलाई मान्छे यति लाइन बसिरहेको छ क्या ओलु यहाँदेखि देख्न सक्नुहुन्छ यति साह्रो मान्छेहरू रहेछ क्या यस्तो राम्रो ठाउँमा क्या यस्तो राम्रो साँच्चै मैले यति राम्रो ठाउँ भनेर सोचेको थिइनँ क्या वे हेर्न बवाल छ आजको ब्लग खतरा आउने छ गाइस है सबैले फुल टाइम बात गरिदिनु होला मेरो यस्तो तरिकाले आइरहेको छ क्या देखिने रहेछ कि यहाँदेखि चाहिँ हेर्नु यत्रो साह्रो फेरि के भन्छ पानी पोखरी रहेछ यतातिर पो यतातिर पानी पोखरी पर्दै फुल टाइम मान्छे बसिरहेको छ क्या दिन सक्नुहुन्छ निकै मान्छे बिज रहेछ यतातिर भनेपछि यति साह्रो यो है विशेष निकल लिएर चढ्ने ठाउँ चाहिँ यता रहेछ पुरै एकै माथि चाहिँ गाम आइसकेको छ हाम्रो बब्बाल तरिकाले यता काठमाडौँ खानकोट एरिया चाहिँ यहाँदेखि देखिन्छ देख्न सक्नुहुन्छ गाइस पुलिस देखाइरहेको छ पुलिस पनि रहेछ नि त यता पुरै पुलिस पनि रहेछ होइन खतरा बनाएको छ क्या पुरै तरिकाले दिन सक्नुहुन्छ यसरी पानी के भन्छ पानीको पुरै मेसिनबाट निस्केको पानी खोला क्या यसरी तलसम्म यत्रो धेरै छ क्या पानीको फोकोहरू
यस्तो खतरा तरिकाको पानी हो क्या फेरि यो पानी नपिन्छ है नखै चन्द्रगिरीको ओ नो यत्रो ठुलो पानी छ भनेर हामीले सोचेको थिएन गाइस यत्रो ठुलो देखिरहेको छ कस्तो राम्रो भ्यू है यस्तो खतरा भएको छ कहाँ गएछ सुन्नुहोस् चन्द्रगिरीको कमाल है गाइस हेर्नु सक्नुहुन्छ सबै भिडियो बनाउनलाई चाहिँ यस्तो ब्रिज हुन्छ क्या यो चाहिँ यस्तो खतरा रहेछ क्या मैले सम्म देखेको छुइनँ राम्रो प्रकारले भिडियो चाहिँ यस्तो आउने रहेछ क्या देख्नु सक्नुहुन्छ म चाहिँ फर्स्ट टाइम चन्द्रगिरीको जुन भ्यूहरू देख्न लागेको छ मलाई यस्तो खतरा तरिकाले फर्स्ट टाइम आएको छु म यस्तो कहाँदेखि के लेखिहालेको पार्ने क्या त्यो चाहिँ यस्तो खतरा यस्तो राम्रो तरिकाले भिडियो भनिरहेको छ यता सबै झाल है यता म घुमेर यता हो यता हो यता हो अब लड्छ फेरि हो मलाई घुमाऊ त्यहाँ बसिरहेको गाइस हामी चाहिँ फर्किसकेका छौँ चन्द्रगिरी पुगेर पनि यता हामी अर्को पालि चढ्ने हामी कार चाहिँ आज चाहिँ त्यत्तिकै घुमिरहेको छौँ यत्तिकै भ्रमणको लागि मात्रै आएको खासमा आज भिजिट मात्रै हो है सबै ठिकै छ बाल तरिकाले सबै मान्छे आएकै गर्छ चढेर चाहिँ क्या हामी पुरा चढ्न पाएन क्या चढ्न पाएन भन्दा पनि हामी चढेन यसपालि अर्को पालि पोसिबल गर्छौँ भनेर नचढेको खतरा भ्यू रहेछ क्या फेरि साँच्चीकै यता भन्दा भने त यस्तो बब्बाल लाग्यो मलाई चाहिँ खतरा देखिरहेको थियो चिसो पनि छ त्यही भएर हामी चाहिँ फर्कियो गाइस है त त्यस्तै छ सबै पुरै के भन्छ लगभग जङ्गलहरू रहेछ क्या आनन्दमय जङ्गल रहेछ क्या यस्तो खतरा तरिकाले आएको थियो क्या भ्यूहरू त होइन दिन सकिन्छ यस्तो खतरा तरिकाले निस्किँदै तेर्सो बनाएर बनाउनुपर्छ क्या होइन तेर्सो होइन तेर्छ त त्यो टिकटकमा होइन टिकटकमा त तेर्छ होइन माथि यसरी बनाएर बनाउनुपर्छ बाई चन्द्रगिरी बाई see you next time next video है त गाइस यस्तो बाइ तरिकाले पानी छरिरहेको छ होइन देखि सक्नुहुन्छ यस्तो राम्रो तरिकाले चाहिँ पानी त्यो फोको चाहिँ खाइरहेको छ देखि सक्नुहुन्छ एकदमै राम्रो चाहिँ एक भिडियो मैले यस्तो छ है देख्छ भने यस्तो छ सबैतिर चारैतिर यस्तो खतरा तरिकाले छ